The night pass and the new day begin. Good morning everyone. This is the camp day 2 vlog. The temperature dropped down to 15 degrees Celsius, so everyone were feeling cold. Yeah, but the day was pretty warm. यहाँ यस्तो हाम्रो दामी बेकन पाक्दैछ कफीकोमा हाम्रो झुकाएर चिया दिने भनेर के म सेकेन्ड कटिङ चाय बल्ल बल्ल boring staycation at home. दुईटा प्लेट होल्ड गर्नु अर्को कसैले तपाईँ गाह्रो छ मलाई खाना के भ्लग बनाउनु अलि ठुङ्गेको होला त्यो भित्रमा त्यही भएर सामुलाई देख्नुभयो Be the first radio home for much of country music's next generation. हामी चाहिँ ब्रेकफास्ट गरेर जाँदैछौँ भिडियो बनाउने मान्छेकै बनाउनु पर्यो हामी चाहिँ दमदा रेडी भइरहेछौँ यो चाहिँ होइन सनक्रिम रे है एकदमै स्प्रे सजिलो हुने रहेछ अब चाहिँ हामी हाइकिङ जाँदैछौँ अब हामी चाहिँ डे 2 हाइकिङ जाँदैछौँ रेडी भएर हल्का नक्कली केटीहरू ल हामी चाहिँ रेडी भएर ओहो सबैजना हिरोइन त्यहाँ सबैजना व्हाइट लाउनु भएको म मात्रै हो ल अब हामी निस्किँदैछौँ बाई बाई कहाँ गई छ रे कहाँ गई बा बिहानको त्यो चियावाला भैया खोइ अब चाहिँ हामी चाहिँ हाइकिङ जाँदैछौँ साइट सिइङ जाँदैछौँ होइन हामी चाहिँ अहिले प्रतिमाले भनेर ठाउँ जाँदैछौँ सेम सेम हामी चाहिँ हिँडेर जाने भन्ने पार्टी हामी चाहिँ वकिङ ट्रेलमा पुगिसकेको छौँ ल आउनु है आउनु कसले क्यामेरा छोडेछ नि यो पुलमा भिडियो त दामी आउने रहेछ त कपाल हाछ हेर्नु त यहाँ मान्छेको ब्लगर गुरुबाले त पुरा जुम गरेर खतरा जुम जाम हेलो नो नो यहाँ छु आन्टी नआएको राम्रो सबै कृषकहरूको मिना गर्दै थियो चटपटे बनाउँदैछौँ हाम्रो यहाँ म्याजिक टिम हुनुहुन्छ चटपटेको म्याजिक टिम उसको पाली होइन सधैँ दैला काम लाएर हुन्छ त त्यही त भने यहाँबाट गर्ने मान्छेहरू घरको काम चाहिँ एउटा गर्दैन रहेछ हाम्रो चाहिँ यहाँ चटपटे बन्दैछ साथीहरू अनि आउटिङमा नेपाली भएपछि चटपटे नबनेपछि चाहिँ हाम्रो आउटिङै भएन त्यही भएर हामी कडा बन्ने भएर चटपटे त सिस्टर
तपाईँले बनाउनु भएको चटपटे कस्तो हुन्छ हेरौँ है चटपटे बाली आधीभरि लाग्यो भिडियोमा राख्नुपर्ने हो कि जोड लगा दामी यो कोइलासो देखा मात्रै हो साथीहरु यस्तो मिठो भइसक्यो नि फेरि ब्लग अनि यो आई होप इट विल बी टेस्टी जंगलमा आएर खानको रमाइलो फरक हुँदो रहेछ साथीहरु अनि तपाईहरुले एउटा म्याप बनाउनुहुन्छ अनि त्यो म्याप फलो गरेर चाहिँ अनि तपाईले त्यहाँ गएर एउटा पेपर दुईटा पद छ सेम पद हो जो फर्स्टमा जान्छ 1 आउनुस् 1 आउनुस् हात पछाडी अब जसले जित्छ जित्छ रेडी लेट्स गो 1 2 3 go हात पछाडि होइन यस्तो आन्टी भएछ आन्टीलाई एउटा आन्टीलाई बेनिफिट चाहियो हात अगाडि तपाईँ हात अगाडि तपाईँले यो कुर्सीको बल लिनु समाते समाते ल रेडी 1 2 3 1 2 3 go जसले जित्यो त्यसले मात्रै 1 नम्बर म्याप पाउँछ है पनि गर्न सक्छ 1 2 3 go जिउ धेरै गइसक्यो नि उहाँहरूले 1 नम्बर म्याप पाउनु भएको छ अनि त्यो म्यापबाट हेरिराख्न पाइयो दर्शकहरूलाई अल्छी लागेको अवस्था हो कि यस्तो एक्सप्रेसिभ रहेछ रेनबो खतरा ठाउँमा छ तपाईहरु च्याम्पियन रहेछ त 2 जान्छ है दुईटा वर्ड अंकल इंग्लिश वर्ड मलाई थाहा भएन त्यही त ल कसरी थाहा पहिला ट्रेनर हुनुहुन्थ्यो क्या वाइन एन्ड ब्रेड हो लास्ट वन अब एउटा वर्डको मात्रै हो सेन्टेन्स Yes or no? गएन बाल्टु अर्को तरिकाले देखाउनु गुरबानी हो अनि अर्को तरिका सबै स्विच भयो के ठीक छ के छ अब उहाँलाई उहाँले थर्ड म्याप पनि पाउनु भयो थर्ड म्याप पाउनु भन्दा अगाडि तपाईहरुको पेनल्टी 5 मिनेट भयो है तपाईहरुले सबै म्याप चाहिँ 354 भयो 4 बजे मात्रै पाउनुहुन्छ ओइ यतातिर ओ भेट्नु भयो एउटा भेट्नु भयो यहाँ छेउमा यहाँ छ यो बेन्च भयो हैन यो दुईटा एउटा ठाडो बेन्च एउटा तेर्सो बेन्च छ त्यो सँगै छ भने यही हो बेन्च ब्रदर समल ब्रदर सामान भाइ कम पाएन अर्को ठाउँमा जाने हो हैन पाएन
छैन कहाँ छैन सधैँभरि खुसी हो अब यो पट्ट पारिहाल्नु पर्यो सधैँभरि खुसी हो हामीहरू रेडी भइसक्यौँ धन्यवादी हो ख्रिस्टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्वरको इच्छा यही हो पवित्र आत्मालाई ननिभाऊ हामी सबैको तर्फबाट है हाम्रो मेरो मात्र होइन सबैको तर्फबाट हाम्रो थन्डर टिमको क्याप्टेन हाम्रो गुरुबा अगाडि आउनलाई अनुरोध गर्दछ उहाँ क्याप्टेन हो नि त त्यो टिमको अनि एन्जेलाले आउनु हामी खेला हामी सबैजनाले उहाँलाई यो एउटा गिफ्ट प्लस ह्याप्पी बर्थडे तपाईँलाई ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर ह्याप्पी बर्थडे टु यु जानु तपाईहरु बस्नु जानु एउटा ल बन्द गर्नु कोही ननाइदिनु सुइसी गयो अनि यसरी गइदिनु भयो ल म यता जान्छु भन्ने पाइयो बजाइदियो गोरली 1 2 3 4 हाइकिङ यता जानु म पनि हाइकिङ हो नि नो हाइकिङ अब के गर्ने भएन अझ खोइ त नो हाइकिङको तपाईँ त कहाँ छुट्यो गुन्द्रुक बन्दैछ कस्तो पिकनिकमा गुन्द्रुक हुन्छ ल यस्तो नेपाली हाम्रो प्योर यहाँ भेजिटेरियन नेपाली गुन्द्रुक बन्दैछ यहाँ हाम्रो यस्तो दामी तरिकाले अनि हाम्रो यहाँ चट्ट टमाटर र अनियन पनि दामी कटिङमा आइसकेको अवस्था कटिङ गर्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ यस्तो खतरासँग हाम्रो यहाँ प्रिपरेसन फुड मेनु रहेको छ गुन्द्रुकको झोल ठ्याक्कै नेपालबाट ल्याएको गुन्द्रुकको झोल जस्तो देखाएर एउटा अनि अचार पनि रहेको छ साइडमा हाम्रो यो पनिर चाहिँ मलाई सही लाग्यो क्या यो पनिर के भन्छ यसलाई डाडु चाहिँ छैन पक्कै पनि तपाईँले भन्नुपर्छ अब चाहिँ हामी डिनरमा लागिसकेको अवस्था अब म यहाँ थोत्रै ल फुटबल पहिलाको त्यो पुरानो क्यामेराको जस्तो आउँथ्यो नि त त्यो त के हो टेन्टै भाँच्छ के हो उता बेड बनाउँदैछ कि आज यता सुत्ने उता यस्तो भयो अरे कि एक गोल्टेर एक ठाउँमा